के तपाईलाई थाहा छ सबै लिगामेन्ट इन्जुरिजहरूमा शल्यक्रियाको आवश्यक पर्दैन। लिगामेन्टमा चोट प्राय लड्दा, खेलकुदको क्रममा ठोकिँदा वा दुर्घटनामा हुने हुन्छ। घुँडाको प्राय एसिएल र पिसिएल भन्ने लिगामेन्टमा धेरै चोट परिरहेको हुन्छ। लिगामेन्टमा चोट लाग्दा त्यो भागमा दुख्ने, सुन्निने र निलो दाम पनि बस्न सक्छ। चोट लागेको नजिकैको जोड्नी चलाउन, सार्न र त्यो जोड्नीमा भार राख्न पनि निकै कठिन हुने हुन्छ। चोट लागेपछि सुरुको उपचार भनेको जोड्नीलाई बचाउन ब्रेसेसहरू युज गर्न सकिन्छ। सुन्निने र दुखाइ कम गर्न आइसिङको प्रयोग गर्न सकिन्छ। केही दिनसम्म पनि दुख्ने र सुन्निने कम भएन भने तुरुन्त चिकित्सककोमा जानुपर्ने हुन्छ। डाक्टरले चेक गरिसकेपछि तपाईको ट्रिटमेन्ट लिगामेन्ट इन्जुरीको ग्रेडमा भर पर्छ। यदि ग्रेड 1 या 2 अथवा कम्प्लिट टियर छैन भने आराम र फिजियोथेरापीले निको हुने हुन्छ। फिजियोथेरापीमा दुख्ने र सुन्निने कम गर्न डिफ्रेन्ट मोडालिटिजहरू प्रयोग गरिन्छ। मांसपेशी र लिगामेन्ट्सलाई बलियो बनाउन स्ट्रेन्थनिङ एक्सर्साइज, मोबिलिटी एक्सर्साइज र क्रमबद्ध रूपमा ब्यालेन्स र प्रोप्रियोसेप्सन एक्सर्साइजहरू गराइन्छ। तर यदि लिगामेन्ट कम्प्लिट टियर छ भने सर्जरीको आवश्यक पर्न सक्छ। तर धेरै जस्तो लिगामेन्ट इन्जुरिजहरूमा आराम र उचित फिजियोथेरापी गराउनु भयो भने निको हुने हुन्छ र राम्रो रिकभरी हुन्छ। यदि तपाईहरुलाई पनि यस्तै समस्या छ भने तल दिएको नम्बरमा आजै सम्पर्क गर्नुहोस्। धन्यवाद।